खत्तम यहाँ पूजाको तयारी हुँदैछ के छ पुरा या मेरो भ्लगमा स्वागत गर्नु न हौ अन्त कोलाई गर्नुहुन्छ गर्नु न पैसा पूजा गर्नु पर्यो तिम्रो के भन्नु छ भनाइ केही छैन किन्दै हजुरको के छ भनाइ यो विषयमा केही छैन पूजा गर अनि मैले त्यहाँ गाँठो दिएको थिएँ गाईको पूजा भनेर उचाल्ने हो झुम्रै छैनन् पैसा राखिन्डाम भएन नि राखिन्डाम भनाइ भइ बिहानलाई छिटो ल एकदम यहाँ भाधानीहरूको जम्बो टोली छ जम्बो टोली अब पूजा सकियो होला प्रसाद खान भनेर लाग्यो है त त्यतातर्फ पूजामा प्रसाद खाइन्छ पूजा सक्यो होला बिहान त्यत्रो पूजा हेरियो है हामीले बिहार तिमीहरू त लिची खाइरहेको के हो यस्तो त्यो लिची नखानु हौ बेलामा बेला अनि भ्लगर हो नि त म त अब यहाँ पूजा सकियो है हामी प्रसाद खान हिँडेको हो नि त हामी कहाँ हिँडेको गऱ्यो पूजाको प्रसाद खानु होला अङ्कलको बाइक कसको बाइक हो त अङ्कल पनि हेर्नु भयो होइन यही हो पूजा ल भ्याइएपछि त हो नि आउने पूजा भ्याएपछि बल्ल प्रसाद खानु पाइन्छ त हिँड सकियो भव्य पूजा हुँदैछ होइन पूजा यहाँ सकिन लागेको छ अब लगभग लगभग त्यो भन्दा ल यहाँ पूजा अरुणजी हो नि त जी हो नि त अरुणजी हो कि के भन्छ न भान्जाले यी मोटा थियो नि अति मोटा थियो होइन अहिले पाताले गर्लफ्रेन्डले छोडेर भन्छ दुब्ला आएको हो कि हो त्यो गर्लफ्रेन्डले छोडेको भएर दुब्ला आएको भने भन्छ ओके पक्का त्यही हो दुईटाले तीनटा भयो क्या अहिलेसम्म होइन भन्छ के भन्नु आज ल भन्नु त के भन्न जानु हजुर ए ल युट्युबमा आउँछ है यो होइन हेर्नु पर्यो नि त एकदम सब्सक्राइब पनि गर्नु पर्यो खै ल्याए त अब त टिका लगाइदिएछ है कसले लगाइदियो जलखानी कार्यक्रम चल्दैछ यहाँ जलखानी कार्यक्रम है टिका लगाएर ढोक्नु सबैजनाले अरुणजीलाई सब्सक्राइब गरिदिनु होला हेलो हेलो भनिराख्नु उता नि हेलो अरे ल हेलो हेलो ए सब्सक्राइब गरिदिनु भन न कहाँ नगरिदिनु भनेको भन्जाल चाहिँ सबलाई टिका लगाइदिँदैछन् होइन
हैप्पी बर्थडे आज तो मेरा बर्थडे हो गया मेरा बर्थडे आज हो ल के छ त हिँड्दा पूजा गरियो रमाइलो भन रमाइलो भयो दिन गरी धोके बसेर पनि यार जान्ने दुनिया कस्तो भयो त पूजा पिरो भयो हो दक्षिणा लिनु हो क्या भन्छ ए ल निस्क्यो तिमीहरू बाहिर जाऊ त हो ल नचढाएको डिजाइन के लाउने त चढाएकै लाउनु पर्छ भवाजी अस्ति धर्म समृद्धिरस्तु सन्तानमस्तु हरिभक्तिरस्तु दुर्गा भवानले रक्षा गरून् उचाल्ने बेला भएको छैन यो त चडप्प बसाएर दसैँमा चाहिँ कति आइद पुग्यो भान्जाको पुग्यो कि नै ए हो अनि गुरु हुन् ए ल गुरुलाई त जति बेला भेट्यो त्यति बेला ढोग्नु पर्छ गुरुलाई त बाटामा भेट्टामा पनि ढोग्नु पर्छ जुत्ता खोलाएर पनि ढोग्नु पर्छ त्यही भएर गुरुलाई त ढोग्न छोड्नै हुँदैन गुरुलाई अरू कुरा छोड्यो नि ढोग्न छोड्नु हुन्न बुझिस् भगवान मङ्गलदाय ल कसको पालो पहिला हजुर बोलेको नि आउँछ है अहिले टिभी आउँछ युट्युब च्यानलमा अरुण घिमिरे अरू बनाइसक्यो भव्य पूजा चाहिँ सकियो होइन प्रसाद पनि खाइयो रमाइलो पनि गरियो ल अब नेक्स्ट भ्लगमा भेटौँला है त गाइज ल बाई बाई